वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ डे 3 हो। आज चाहिँ मैले अमानियाको नेसनल खाना लिएर आएको छु। यो खानाको नाम चाहिँ हरिसा हो। मैले फर्स्टमा गहुँलाई भिजाएको छु अनि चिकनलाई उमाल्न छोडेको छु। उमालेपछि माथिको फ्लोटहरू यसरी निकाल्ने। अनि यो चाहिँ अलिक जाउलो जाउलो जस्तो हुँदो रहेछ। यसलाई यस्तो यो सबै माथिबाट निकाल्यो भने चाहिँ हाम्रो स्टक बनाएको सफा हुन्छ, यतिको सफा हुन्छ। अनि त्यसपछि मासु मजाले यसरी पाकिसकेपछि यसलाई यसरी निकाल्ने, सानो सानो गरेर यसरी तानिदिने। अन्त यतिको सबै मैले निकालेको छु, यति यस्तो भएको छ। हड्डीहरू चाहिँ मैले फालेको छु। अनि जुन त्यो चिकन उमालेको पानी छ त्यसमै मैले फेरि भिजाएको गहुँलाई उमालेको छु। त्यसलाई नि 10-15 मिनट जति उमालिसकेपछि मैले चिकन एड गरेको छु। चिकन अनि यो मेरो मसलाहरू, मसलामा चाहिँ क्युमिन, चिल्ली अनि प्याज युज गरेको छु। यसलाई चाहिँ टाइममै चलाउँदै गर्ने। यो अमानियामा चाहिँ हरिसा चाहिँ अब जाडो महिनामा प्रायः जस्तो खाने गरेछन्। जसले चाहिँ जाडोमा न्यानो तातो बनाउँछ, त्यही भएर। अनि त्यतिको पाकिसकेपछि अर्को मैले 20 मिनट जति पकाएको थिएँ चिकनहरू हालेर। अनि त्यसलाई मैले ब्लेन्ड गरिदिएको छु। त्यो चाहिँ मैले हाल्न बिर्सेछु यसमा। ब्लेन्ड गरेर अनि मजाले यतिको थिक भइसकेपछि हाम्रो हरिसा रेडी भएको छ। अनि माथिबाट चाहिँ मैले पगालेको घिउसँग चिल्ली हालेको छु अनि इट्स रेडी। थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट भिडियो।